नेपालमा अहिलेसम्म आएका कुनै पनि व्यवस्थाले जनतालाई चित्त बुझाउन सकेन। गणतन्त्रवादीहरू भन्छन् राजतन्त्रले के दियो, अनि राजतन्त्रवादीहरू भन्छन् गणतन्त्रले के दियो। गणतन्त्रले के दियो के दिएन भोगेकै छौं, तर राजतन्त्रको कुरा थोरै यहाँहरूलाई जानकारी गरौं, यहाँहरूलाई स्मरण गरौं। राजा महेन्द्रले पञ्चायती संविधान लागू गरेर 2019 देखि 2028 सालसम्म जम्मा 9 वर्ष मात्र शासन गर्न पाए। 2012 सालमा प्रजातान्त्रिक नेपालमा महेन्द्र राजा बने। 2019 सालमा पञ्चायती संविधान जारी गरेर प्रत्यक्ष शासन गरे। आधुनिक नेपालको विकासको आजसम्मको सबै खाका त्यही 9 वर्षमा राजा महेन्द्रको शासनको रोड म्याप हो भन्नलाई कन्जुस्याइ गर्नुपर्ने कुनै कारणै छैन। महेन्द्रले के गरे? 14 अञ्चल र 75 जिल्ला बनाए। नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबन्ध लगाए। भारतीय मुद्राको चलनमा रोक लगाए। भारतीय सेनाको नेपालमा उपस्थिति रोके। जलस्रोतमा भारतीय हस्तक्षेप रोके। पञ्चवर्षीय योजनाको सुरुवात गरे। राष्ट्र बैंक स्थापना गरे। भूमि सुधारको व्यवस्था गरे। विकेन्द्रीकरणको थालनी गरे। मैयानी हक लागू गरे। सर्वोच्च अदालत स्थापना गरे। सेना र प्रहरीको आधुनिकीकरण गरे। नेपाली मन्त्रीमण्डलको बैठकमा भारतीय प्रतिनिधित्व रोके। पूर्व पश्चिम राजमार्ग निर्माण र विदेशी सहयोगमा हाल विद्यमान सबैजसो राजमार्गहरूको निर्माण गरे। देशी उद्योग धन्दाहरू विकास गरे। भारतीय परनिर्भरतालाई न्यूनीकरण गर्दै गए। वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसबारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरू सबै उनकै पालामा स्थापना गराए। त्रिभुवन विश्वविद्यालयको स्थापना गरे। असंलग्न परराष्ट्र सम्मेलनमा सक्रिय सहभागी गराए। नेपाललाई UN मा सदस्यता दिलाए। अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित रहेको नेपालको कूटनीतिक सम्बन्ध बढाएर 53 राष्ट्रसँग मित्रवत स्थापना गरे। महेन्द्रको जस्तो नेतृत्व र योगदान न भूतो न भविष्यती देखिन्छ। गणतन्त्रले बोल्न दियो भनेका छन्, अनि रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नेपाल टेलिभिजन चाहिँ कसको पालामा स्थापना भए? राजाका पालामा जुत्ता लगाउन पाइने थिएन भन्नेहरू पनि छन्, अनि बाँसबारी छाला जुत्ता कारखाना कसको पालामा स्थापना भयो? जनताले सस्तोमा स्वदेशी कपडा लगाउन पाउन् भनेर हेटौडा कपडा उद्योग, बुटोल धागो कारखाना स्थापना कसको पालामा भयो? पढ्न पाइँदैन थियो भन्नेहरूले इतिहास हेरुन्। अधिकांश सामुदायिक स्कुल क्याम्पस कहिले खुलेका हुन्? अनाथ बालबालिकाका लागि भनेर बाल मन्दिर खोलिए। आँखा नदेख्नेहरूका लागि 75 जिल्लामै नेत्रज्योति संघ, उपचारका लागि 75 वटै जिल्लामा जिल्ला अस्पताल, 14 अञ्चलमा ठूला अस्पताल, कुष्ठ रोगीका लागि कुष्ठरोग नियन्त्रण अस्पताल, अपाङ्गहरूका लागि बैरङ्ग अस्पताल, टीबी का लागि क्षयरोग अस्पताल, अन्यका लागि वीर, टिचिङ, गंगालाल लगायतका अस्पताल, औषधिका लागि साई